कस्तो कुरा गरिसक्यो बुवा हजुरले। ऊ चाहिँ मलाई छोडेर जान्छु भनेर गुर्क्याएर जाने, अझ उसलाई मैले आदरपूर्वक बोलाएर ल्याउनु पर्ने। झन् उसको अगाडि त ज्वाइँ साहब हजुरले यसरी छोरीलाई दुःख दिनु भएन, चित्त दुखाउनु भएन, उसलाई शङ्का लाग्ने काम गर्नु भएन भनेर सम्झाएर तपाईले यस्तै व्यवहार गर्नुभयो भने त म मेरो छोरीलाई घरै लान्छु, माइतै लगेर राख्छु भनेर यसो थर्काउनु होला उसको अगाडि भनेको त। मलाई उल्टै उसको अगाडि त्यस्तो व्यवहार गरेपछि अनि मलाई हेप्दैन त उसले। हो त नि छोरीले सही कुरा गरेकी छ। ज्वाइँकै सामने आछ, छोरीलाई झपारेछ अनि हातै छोडेछ, त्यति गरेपछि ज्वाइँले हेप्दैन नि त। यो बाउ भन्ने जातलाई त छोराछोरी मायै लाग्ने रहेछ कि क्या हो? हो नि मम्मी, मलाई पनि त्यस्तै लागिरहेछ। हो नि, तिमीलाई त त्यस्तै लाग्छ, मलाई त कसैको माया लाग्दैन, सबै तिमीहरूलाई माया लाग्छ। त्यही भएर धेरै माया लागेर होला छोरीको घर कसरी भाँडिन्छ त्यतापट्टि लागेका छ। हेर, यस्ता तालले चाहिँ छोरीको घर बन्दैन। अब मैले चुप्प लाग भन्दा तिमीहरूलाई चाहिँ बढी भएको छ भने तिमीहरू बसेर यो कुरो मिलाउनु, म चुप्प लागेर बस्छु। ल, चुप्प लाग्नु। के टुवा परेर हेरे कि मिलाउँछु भने होइन, मिलाउनु त कसरी मिलाउँछस्? कहिले मिलाउने भनेको त छोरी एकातिर, भर्सक उठाएर माइततिर, ज्वाइँ एकातिर, यो पिउसो एकातिर, यसको बिजोग बनाउन खोजे त होला नि। ल मिला। लो भो, जे बोले नि उल्टै खेदाउँछन्, जे बोले नि उल्टै खेदाउँछन्। हामी बोल्दैनौँ, हजुर बोल्नुस्। छोरी जा, ज्वाइँले खोजेर लिएर आइस। जा छोरा, बुवाले लिएर आइस। सुन छोरी, अब यसले बाउलाई बोलाएर लिएर आउँछ, त्यस पछाडि तिमीहरू मिल्नुको विकल्प छैन कि। यो उमेरमा आएर छोरीको घर बर्बाद भएको म हेर्न पनि सक्दिनँ, बुझिस्? त्यसैले सबैभन्दा राम्रो आपसमा कुरा गरेर मिल्नु उपयोग।